हेलो एभ्रिवान, सबैलाई गुड मर्निङ एन्ड नमस्कार। आजको मेरो भ्लग चाहिँ यहाँ हात्तीवनबाट सुरु हुँदैछ। गाइजहरू कहाँ कहाँबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो च्यानललाई चाहिँ लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है हजुरहरू कस्तो हुनुहुन्छ? म त सन्चै छु है गाइजहरू। तपाईँहरू पनि आराम कुशलै हुनुहुन्छ होला। सबैलाई राम्रै होस्, आरामै होस् भन्ने तपाईँहरूलाई कामना गर्छु गाइजहरू। ल है गाइजहरू, हात्तीवन चाहिँ यस्तो छ है गाइजहरू, हात्तीवन जङ्गल। तपाईँहरू पनि यहाँ मर्निङ वाक गर्न आउन सक्नुहुन्छ। यस्तो दामी यत्रो बिल्डिङ बनाएको छ यहाँ। ल मर्निङ वाक गर्नलाई चाहिँ दामी छ गाइजहरू। यहाँ सुनसान शान्त वातावरण, स्वच्छ हरियो जङ्गल, हरियाली। ल हात्तीवन चाहिँ तपाईँहरू 7 बाटोबाट आउँदा चाहिँ पश्चिमतिर लाग्नुहुन्छ, गोदावरी जाने बाटोमा। 7 बाटोबाट चाहिँ लगभग 1.5 किलोमिटर छ होला गाइजहरू। 1.5 किलोमिटर आएर चाहिँ तपाईँहरू दाहिने साइडमा चाहिँ देख्न सक्नुहुन्छ है हात्तीवन। ल है हजुरहरू, तपाईँहरूलाई म स्वागत गरेँ है हात्तीवनबाट। ल यहाँ एपार्टमेन्ट यत्रो ठुलो छ यहाँ। ल यस्तो सफा छ, शान्त वातावरण छ। मर्निङ वाक गर्नलाई चाहिँ दामी छ गाइजहरू। चराचुरुङ्गीको आवाज। ल है यस्तो छ है गाइजहरू। ल है हात्तीवन साकेला उँधौली पर्व राईहरू, सुनवार राई लिम्बूहरूको चाहिँ मन्दिर, सकेला सिल, चण्डी नाच, उँभौली नाच भन्छन्। वैशाख पूर्णिमा र मङ्सिरमा चाहिँ यहाँ हुन्छ पूजाआजा, सकेला नाच्ने कार्यक्रम। र गाइजहरू यहाँ मन्दिर आइपुग्यो। ल यो देख्न सक्नुहुन्छ तपाईँहरू, मन्दिर चाहिँ यस्तो छ। किराँतहरूको पूजा घर भनेर लेखेको छ। याकथुम चुङलुङ भनेर लेखेको छ यहाँ माथि। ल यो चाहिँ राईहरूको ढोका जस्तो छ गाइजहरू। ल है ल 4 ढोका बनाएको छ यो। र यो मन्दिरबाट चाहिँ पश्चिमतिर चाहिँ यस्तो छ गाइजहरू। एक्सर्साइजहरू गरेको देख्न सक्नुहुन्छ। एक्सर्साइज गर्न, मर्निङ वाक गर्न दामी छ गाइजहरू।
ल है गाइजहरू यो चाहिँ पश्चिमतिरको साइड यस्तो दामी छ यहाँ पनि ल सूर्य उदय हुँदैछ बिहानको 6:15 भइसक्यो गाइजहरू सबैलाई नमस्कार गुड मर्निङ भन्न चाहन्छु हात्तीवन जङ्गलबाट यस्तो सुन्दर छ हात्तीवन के भनौँ हाम्रो नेपाल देश नै सुन्दर छ गाइजहरू यति राम्रो छ हाम्रो नेपाल प्रकृतिले यस्तो सुन्दर दिएको छ हाम्रो नेपालमा के नै छैन र गाइजहरू हावापानी यस्तो राम्रो छ यस्तो मिठो छ गर्मीमा हामीलाई एसी फ्यान पनि लाउनु पर्दैन एकदम राम्रो मौसम छ काठमाडौँ चाहिँ नेपालभरि प्रकृतिले यस्तो राम्रो वरदान दिएको छ हामीलाई ल हेरौँ है गाइजहरू ल यताबाट चाहिँ तपाईँहरू दाफाकेल एरिया देख्न सक्नुहुनेछ यो चाहिँ दाफाकेल एरियाको बस्ती देख्न सक्नुहुन्छ है गाइजहरू ओ मर्निङ गुड मर्निङ ल यो चाहिँ उत्तर साइडबाट तलतिर झर्दैछु म र यहाँबाट चाहिँ तल सकेला वैशाख पूर्णिमाको दिन चाहिँ पूजाआजा माथि गरिकन तल चाहिँ कार्यक्रम हुन्छ गाइजहरू अरे बाटो त खतम भएछ त यता पहिला यो बाटो दामी त पहिरो गएर खतम भएछ गाइजहरू बाटो त लङ्गो भएछ त यहाँबाट तल थियो गाइजहरू बाटो यस्तो भएछ पहिरो गएर भएछ गाइजहरू यस्तो छ बाटो यहाँ चाहिँ नयाँ ट्र्याक खोलेर यस्तो बनाएको छ दामी बनाएको छ यहाँ चाहिँ उतापट्टि थियो बाटो उता पहिरो गएर बिग्रेछ र यहाँ नयाँ ट्र्याक नयाँ बाटो खोलेको छ गाइजहरू यस्तो राम्रो छ ल माथि पूजाआजा गरेर चाहिँ यहाँ कार्यक्रम हुन्छ है भव्यताका साथ यो ठाउँमा चाहिँ नाचगान बजार लाग्छ गाइजहरू तपाईँहरू पनि वैशाख पूर्णिमा मङ्सिरमा आएर हेर्न सक्नुहुनेछ नाच्न सक्नुहुनेछ मजा गर्न सक्नुहुनेछ
किराँत राई लिम्बूहरूको चाहिँ खानेकुरो जाँड रक्सी जिरमा हरेक कुरोहरू अर्ग्यानिक चोचेको मासु पाइन्छ है गाइजहरू, मिस नगर्नु होला ल। यो चाहिँ सकेला थान 2074 स्थापना। ल है गाइजहरू यस्तो छ। ल है गाइजहरू आजलाई चाहिँ भिडियो यति नै। तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला गाइजहरू। सबैलाई राम्रो होस्। ल शुभ दिन। सबैलाई शान्ति मिलोस्, पिस मिलोस्, सबैको राम्रो दिन होस् है गाइजहरू आजको दिन। ल ल आजलाई चाहिँ यति नै। बाई है गाइजहरू।